यति राम्ररी भएर म चाहिँ कहाँ जान लाग्दैछु अनि यो चाहिँ कुन ठाउँ हो भनेर थाहा पाउनको लागि चाहिँ भिडियोलाई पुरै अन्तिमसम्म हेर्नु होला। उनीहरूलाई जाने भनिसके सबैभन्दा सुरुमा इम्पोर्टेन्ट भनेको त मेकअप नै हो। मेकअप त गर्नु परिहाल्यो, त्यही भएर म सबैभन्दा सुरुमा मेकअप गर्दैछु। त्यस्तै हेभी टाइपको चाहिँ होइन, एकदमै सिम्पल मेकअप नै गर्दैछु म चाहिँ, किनभने नजिकै थियो यो ठाउँ। नजिकै भएर हेला भएको ठाउँ हो कि यो चाहिँ। यति नजिकै भएर पनि मलाई कतिचोटि जान मन लाग्दा पनि कतिचोटि त्यही बाटो हिँड्दाखेरि पनि कहिल्यै पसिँदैन कि। अनि आज जम जेसुकै फोटो पनि खिच्नुहुन्छ, भिडियोहरू पनि बनाउनुहुन्छ भनेर मैले जानको लागि रेडी हुँदैछु। आज चाहिँ छोरी मान्छेको चाहिँ गहना भनेको चाहिँ श्रृङ्गार हो अरे क्या साथीहरू, त्यही भएर होला यो मेकअप गर्न भनेपछि मलाई यति धेरै खुसी लागेर आउँछ कि, कस्तो धेरै खुसी लाग्छ कि मलाई मेकअप गर्न। घर बस्दाखेरि चाहिँ गर्नलाई अल्छी लाग्छ, यसरी बाहिर निस्किँदाखेरि चाहिँ म एकदम मजाले गर्छु। घर बस्दाखेरि चाहिँ स्किन केयर मात्रै गर्छु कि आफ्नो। अनि यसो बाहिर निस्किँदा गर्दाखेरि चाहिँ यसो अलिअलि लिपस्टिक चिपस्टिक होइन, सनस्क्रिन हल्का ब्लस लगाइन्छ। अनि हेभी मेकअप त एकैचोटि बिहे हुँदी मात्रै हो कि। म त्यसरी बाहिर निस्किँदाखेरि त्यसरी फाउन्डेसन कहिले पनि लाउँदिनँ। अनि म चाहिँ यसरी रेडी भइसकेँ, मेकअप सेकअप सकिसकेँ। अनि त्यसपछि मैले ड्रेस लगाएँ, अनि त्यसपछि जानको लागि रेडी भएँ। एकछिन अलिअलि नकल त पार्नै पर्यो, अलिअलि नकल नपारी त हुँदैन। अनि यो ठाउँ चाहिँ कहाँ हो भन्नुहुन्छ होला, यो चाहिँ सेल्फी डाँडा। तपाईँहरूले बिर्सिसक्नु भयो कि याद छ हजुरहरूलाई, यो चाहिँ सेल्फी डाँडा हो है। सेल्फी डाँडामा पहिले त कति धेरै रौनक हुन्थ्यो, कति धेरै मान्छे हुन्थे। अहिले त केही न केही फिक्का सादा रहेछ के। मान्छेहरू पनि त्यति धेरै नहुने है, सुनसान हुने के, कस्तो हेर्न कोही पनि छैन। मान्छेहरू पनि एकचोटि कस्तो हाइपमा थियो कि यो सेल्फी डाँडा भनेर। अनि अहिले त कोही पनि हुँदो रहेछ, एकदमै सुनसान रहेछ। र पनि गयौँ अनि फोटोसोटो खिच्यौँ, भिडियो बनायौँ, एकदमै धेरै राम्रो आउँछ क्या। सिन चाहिँ यस्तो दामी आइरहेछ हेर्न। र पनि गऱ्यौँ अनि हामी चाहिँ फर्क्यौँ। यसरी नै बित्यो आजको मेरो दिन चाहिँ। थ्याङ्क यू फर वाचिङ, बाई बाई।